So hello guys, हामीहरू चाहिँ कहाँ जानु अरे सर्भिसन उदाली कट्ठामाथि हाइटमा हेर्न जानु अरे गाइस। मसँग मेरो भाइ छ यहाँ। अनि बाटो चाहिँ यस्तो छ। भ्लग चाहिँ अघि स्टार्ट गर्नुपर्ने रहेछ, अब बाटोमै गऱ्यौँ। भर्खर सुरु गरेको बेला याद आइहाल्यो। बाटो चाहिँ दामी छ, यता नि जङ्गल यता नि जङ्गल। वाउ। अनि हामी माथि एकछिन डुल्छौँ अनि त्यसपछि तल झर्छौँ। एकछिन यस्तो रमाइलो गर्छौँ। त्यति गर्ने अब आइसक्यो गाइजहरू। अब एकछिन हामी चाहिँ ब्रेक लिन्छौँ। अब झन्डा पार्क रे यो चाहिँ। उडायो सब। वो के हो त्यो एयरपोर्ट हो? ओ माई गड। अँ भने हामी यसै मान्छे उठेर गए के गर्नु, गाह्रो छ। टुर गाइड। ओइ व्हाइट गुम्बा हो यो? व्हाइट गुम्बा भन्दा उता हो। यो के हो त? उता नि जानुहुन्थ्यो नि अर्को दिनमा। अँ यो त कपन गुम्बाहरू हो कि। ऊ त्यो कस्तो दामी देखेर चाइनिज भाइब दिएको है ऊ त्यसले क्या। वाउ ठिक छ गाइजहरू। मलाई चाहिँ यहाँ ल्याएर ऊ त्यो बिचको है ऊ त्यो घर उयो घरहरू। यो चाहिँ नेपालको सबभन्दा के अरे बिगेस्ट हाउसिङ। हाम्रो कोठा घर सल्लाहकारी होला जतासुकै होस्। सिधा देखेँ हामीलाई सिधा। आमामा यहाँबाट त के हो 360 छ त नि। त्यो लामो लामो रुख थियो। त्यो रुख देखेपछि म्यामको उसमा छ नि वही के भन्छ पेन्टिङमा। अनि त्यो रुख मैले म्यामको पेन्टिङबाटै याद गरेको। अलिक अजिब छ नि त त्यो रुखहरू। अनि पेन्टिङ हेरेर अनि त्यसपछि यसो गरेर विचार गरेको हो रहेछ। त्यो रुख कहिले नहटाउनु पनि मैले त नदेखाएको प्याउरा उयो बौद्ध ऊ त्यो देख्यो बौद्ध। अनि त्यो पशुपतिनाथ यतापट्टि चाङ्गु नारायण। कतै यता यहीँ बसेर पृथ्वी नारायण शाहले कम्क्योर गरेको छ तर नुवाकोट होइन यो। यस्तै है दिदीभाइको गफ चाहिँ यस्तै हुन्छ। एकछिन हामी अब हावा खान्छौँ अन्त जान्छौँ माथि। गाइजहरू यतातिर चाहिँ पुरै शेर्पाहरू बस्ने ठाउँ, लामाहरू बस्ने ठाउँ। कस्तो राम्रो डिसेन्ट ठाउँ थियो। भैँसी पनि रहेछ है फेरि कुदिरहेछ बच्चाहरू। कुदिरहेको छ बच्चाहरू। कस्तो रमाइलो हो। माउन्ट एभरेस्टको फिलिङ दिएको क्या यो पाहाड सेतो। ट्राफिक भइदिरहेको एकछिनमै के गर्नु, गाडी छ नि हामीलाई। ट्राफिक हुने वाला छ। बकरी जातहरू इधर ऊ त्यो घरहरू क्या दामी देखेँ क्या यो घरहरू। ल हजुर अनप्लान्डै रमाइलो हुन्छ क्या। ल गाइजहरू हामीहरू चाहिँ छिरिसकेको छौँ माथि बुढालीको घरको हाइट। सो यहाँबाट हामी जाँदैछौँ। सो यहाँ धेरै होइन रमाइलो छ अहिलेसम्म। वी आर जस्ट इन्जोइङ। यो ठाउँ चाहिँ लास्टै डिसेन्ट लाग्छ क्या है। घरहरू यति धेरै भयो त्यस्तो हाइटमा भएर होला रमाइलो लाग्छ हो यो ठाउँ मलाई। So yes, we are about to go to the height. Wow. बुढालीकण्ठ स्कुल कति रहेछ स्पेस है। Oh my god, so this is a school. Okay. केही समयपछि त यो डाँडाहरू सब भरिन्छ होला क्याफेले। ए हो यो हो ओके। होला है।
You like this one? श्री दक्षिणेश्वर महादेव उतापट्टिको हाइट चाहिँ गएको छु क्या म उता I have never been here. यसको यताबाट हो टिकट चाहिँ छैन क्या यहाँ. So yes, service is taking me also Buddhaji देख्नु सक्नुहुन्छ. Okay. अब यहाँबाट रेकर्ड गर्न मिल्दैन होला. So guys, see you later. So यसो भिडियोहरू बन्द गरेर किनभने here they have a lot of like checking points. यो चाहिँ आर्मीको एरिया हो. यो कस्तो शिवपुरी नेसनल पार्क हो. शिवपुरी नेसनल पार्क हो है. वाइल्ड लाइफ रिजर्भ भएन है. विपासना यो हो भाइ. यहाँ पनि ए सो चाहिँ विपासना यस्तो ठाउँमा गराएपछि त शिवको बुद्ध हुन्छ नि त फेरि. कतिजना चाहिँ राक्षस भएर निस्किन्छन्, कतिजना चाहिँ राम्रो पनि भएर निस्किन्छन्. एज आई नो द मोस्ट अफ द पिपल उनीहरूले चाहिँ धेरै कुरा सिकेर निस्किन्छ जस्तो लाग्छ विपासमा. अनि त्यहाँ जानु चाहिँ एकदम पेसेन्स हुनुपर्छ है. मैले त अब मेडिटेसन गरेँ भने आधी घन्टाभन्दा बेसी गर्न सक्दिनँ. गर्न चाहिँ कहिले गरेर हुन्छ. आधी घन्टा चाहिँ म्याक्स हो. तर त्योभन्दा धेरै आई कान्ट इमेजिन डुइङ मेडिटेसन फर 12 आवर्स. फेरि इमेजिन त्यसको लागि चाहिँ एकदम धेरै पेसेन्स चाहिँ चाहिन्छ. सो यस तर विपासना गर्नको लागि चाहिँ टाढा टाढादेखि मान्छेहरू आउँछ क्या है. विदेशबाट आउँदो रहेछ नि यार. वान अफ माई एउटा लिस्टमा चाहिँ छ विपासना. बट आई डोन्ट नो व्हेन आइम डुइङ. बट लेट्स सी. आई वान्ट टु एक्सपिरियन्स विपासना एज वेल. ठाउँ चाहिँ बोम्बा. सो गाइज एन्जोय द भ्यू. Guys, now we are near the checkpoint. Okay, so we are about to come to the checkpoint. So I'll see you later. Alligator. So पुरै हेर न कस्तो आएको भिजन पनि. अब अर्को पनि चेकिङ पोइन्ट आउँदैछ. सेक्युर्ड. खानेकुराको क्रेडिट हुन्छ अब जस्तो होइन. मलाई चाहिँ कहिले यो ग्रिनरी भएको जानु हुन्छ नि. कहिले डेजर्टमा परेको जस्तो हुन्छ क्या. विकमा यहाँ 2 विक्समा एकचोटि चाहिँ जानै पर्छ. ग्रिनरीको ठाउँमा जानै पऱ्यो ज्यानले नै यही पोइन्ट हो. अब यस्तो पानी भएको याद है. हाम्रो 81 गएर समुद्र मात्र देखायो कस्तो अजिब लाग्छ क्या. युज हुन त टाइमै लाग्छ. बट देन इट विल गो विथ द फ्लो. लाइफ यस्तो रहेछ भनेर सोच्यो. त्यो काटी चाहिँ पऱ्यो. ल अब त्यो पुगिसक्यो हामीले. त्यो चाहिँ पुगेर हामी चाहिँ अब. So guys, we are about to be here. डेस्टिनेसनमा पुगिसक्न लागेको छ. ठाउँ चाहिँ यही हो. डाँडा काँडा सर. यो अझ माथि भन्दा पनि त्यो वे वी आर कमिङ बाटो चाहिँ बोम्बा. अझ तल तल चाहिँ पुरै यो के आर्मीको यो गड रहेछ. सो गुड. We are starting with restaurant. I don't know के हो. Food and food के. अझ माथि यहाँबाट कहाँ हेभन. Beautiful view from here. So let's see. के छ यहाँ. It's fine है. उता भन्दा त बोम्बा.
गाइस वी आर हियर टु के ब्याम्बू रेस्टुरेन्ट अनि यहाँ चाहिँ जम्मा के छ अरे चाउमिन मोमो मात्रै छ अरे अहिलेको टाइममा चाहिँ सो वाट टु डु This is the इन्जोय view. गर्ने भ्यू चाहिँ इन्जोय तार्नु सक्छ तर खाना चाहिँ oh my god they don't have anything no drinks no nothing हामीहरूले चाहिँ यस्तो टाकाटुको चिया खाएर अनि त्यहाँ हेर्नु न मैले इट वाज सो स्ट्रेन्ज फर मी के गरेँ मैले त्यो खिचेँ मैले उतै खिचेँ भन्दाखेरि ऊ त्यो हेर यहाँ तल खिचेँ भने मैले त टोइलेटभित्र होइन अर्काको प्राइभेसी किन हन्ट गर्नु होइन त्यहाँ पनि एउटा नयाँ स्टोरी देख्न सक्नुहुन्छ बट देन ऊ त्यहाँ चाहिँ माटो हेर नि किन खनेको त्यहाँ के होला आई गेस दे आर सेलिङ इट है माटोहरू सो गाइज हामीले चाहिँ बुढालिङ कण्ठ चाहिँ मजाले घुमिसक्यौँ अब वी आर प्लानिङ टु गो डाउन दालखुट्टी र खाना खानालाई अनि द रेस्टुरेन्ट नेम इज Oopsie. इट्स Pork meal. Porky meal. पोर्किङ हिल भन्ने ठाउँमा चाहिँ Porky meal. पोर्की मिल ओके सो त्यहाँ गएर चाहिँ हामी अब पोर्क मोमो खान्छौँ अनि त्यसपछि Rice खान्छौँ. दालखुट्टी Rice खान्छौँ. yes it's gonna be a perfect combo so see you there सो गाइज हामी चाहिँ लिङ्ग भैरवी आइरहन् अब यहाँको सिन चाहिँ यस्तो छ है मोस्ट पावरफुल एरिया डेभोटेड एरिया अफ काठमाडौँ के राम्रो लाग्छ यो ठाउँ मलाई बाटो यस्तो छ ट्याक्क यहाँबाट लिङ्ग भैरवी खिच्दै हो भन्दै हो सरेप सर यस्तो छ है मान्छे यहाँ चाहिँ फोटो खिच्नु मिल्दैन यहाँ चाहिँ मेन भैरवीको मन्दिर हो यहाँ चाहिँ बसी सो यस कुमकुम यहाँको खासियत द बेस्ट थिङ अबाउट कुमकुम इज आफै झरेर जान्छ है क्या एनर्जी पनि दिन्छ क्या अनि यहाँको मन्दिरमा चाहिँ हामी चाहिँ पिरियडको बेला पनि आउनुहुन्छ है यहाँ चाहिँ पिरियडमा नै आउनुहुन्छ पिरियड नम्बर नभनौँ मलाई यहाँ सो गाइजहरू हामीले चाहिँ मन्दिर पनि ढोगेर अब हामी कमेलतिर लाग्न लाग्छौँ आइडोन्ट हामी कता जान्छौँ यस हामी जाने भनेको एउटा रेस्टुरेन्ट चाहिँ बन्द रहेछ त्यही भएर वी चेन्ज आवर प्लान मन्दिर जाने चाहिँ हाम्रो प्लान त्यही थियो अरू केही नभए नि मन्दिर चाहिँ हामी जान्छौँ भनेको थियो अनि द बेस्ट थिङ अबाउट यहाँको मन्दिर इज
यो मन्दिर चाहिँ पिरियडमा पनि आउन मिल्छ अनि त्यसपछि मोस्टली यहाँ चाहिँ नेपाली भित्रको मान्छे लोकल भन्दा पनि बाहिरको मान्छेहरू आउँछ है भाइ अनि दे आर सो मच इन्टु मन्दिर कस्तो धेरै पनि पूजा गर्छ क्या सो यस सो वी आर हियर टु द थमेलको जाम जहिले यस्तै हो भाइ मलाई यस्तो हिप्पी लुगाहरू क्या राम्रो लाग्छ यार तिनीहरू हिप्पी मलाई राम्रो लाग्छ हिप्पी लुगाहरू कुर्तिजहरू पनि कस्तो राम्रो हुन्छ तर यो ठाउँमा कस्तो महँगो जस्तो फिल हुन्छ तर इट्स नट महँगो दुधको बास्ना आयो कस्तो मजाको अनि पस्मिनाको सल इट्स ओन्ली 500 जुन चाहिँ लोकल चाइनिज रेस्टुरेन्ट मेरो भाइले भनेको छ भाइ चाहिँ पार्किङ गर्न गएको यता अनि मैले खाने यो एकदम लोकल चाइनिजले नै आएर पकाउँछ त्यहाँदेखि भात खाना भइरहेको छ सो गाइस हामीहरू चाहिँ आइसकेको छौँ होइन अब चाइनिज भनेर आएको हामी चाइनिज चाहिँ आज हाम्रो टाउकोमा चाइनिज चाहिँ लेखेको रहेन सो वी गन इट अलिकति स्ट्रिट फुड होइन यो स्ट्रिट फुड अनि त्यसपछि लेट्स सी के हुन्छ कति पिरो त्यस्तो बोल्नु हुँदैन प्रसाद भनेर खाऊ कति राम्रो यसले निको हुन्छ अब सर्भिसहरूलाई निको हुन्छ चाटी के सुकुटी नि चाइनिजहरू यस्तो के खान्छ उठे काम किया खाना पड़ेगा छिल गया है घाटी खाइ ल So we should go and let's try it. Is this the evidence? Video nó này cho mình thả trên cái lô gì đấy sao यहाँ रहेछ खोज्दा खोज्दा म चाहिँ
कहाँ गयो भनेर मेरो भ्लगमा बोल न भाइ तिमी I guess yes. Can I have a sip of water? So भाइ यहाँ छ बोल न क्या बोल्ने देखो फेरि कस्तो गरौ भुइँचा लाग्यो भने कहाँ भाग्ने कता भाग्ने यहीँ बस्छु किच्छ अनि मर्छु माथि जान्छु म त आया मेरो खुट्टा आया अलिकति नाटक गर्नु हुँदैन ठोकिहाल्छ जिन्दगी एकचोटि मात्र त भाइ सोने पे सुहागा साउको भन्दा ब्याजको माया लाग्छ भन्छ नि यो फेरि फेरि यो मैले खानु गइरहेको गाइजहरू होइन थाहा छैन भने यो मैले खाइ पनि रह्यो लग्दु पनि रह्यो घरमा या ओके सी यु देयर गाइज कुछ अच्छा गर्थे भनेर चाहिँ मैले यसरी बसिरहेको छु बिकज आम फिलिङ बोर्ड सो झ्याउ लाग्यो नि त्यही भएर अलिकति स्ट्रेन्ज पारामा बस्दिनु आएको इट्स फन चाहिँ यो मैले खाना जानु लागिरहेको छ ए ल यो मैले मात्र लानु यस्तो छ यो मैले भाइ के छ भाइ भाइ यो मैले के छ त त्यो गरेर यतापट्टि के छ ए उनीहरू बसेर आन्टी खुवाको यो मैले दुइटा दिनु न कसैले नदिने मरी चाहिँ एकदम जान्छु यहाँको कसरी खानु यार कति मिठो खायो यो मैले खाँदैछु म गाइजहरू हामी चाहिँ बसन्तपुर आइसकेको छौँ बसन्तपुर चाहिँ यस्तो छ है टक्क लाएर अब फर्किन आँटेको हामी यमरसम्म खायो यस्तो उयो गऱ्यौँ घुम्यौँ आज दिन पुरै खाना बाई गऱ्यौँ यस्तो छ यो चाहिँ न्यु रोड हो सनसेट भएछ गोल्डन आवर ट्याक्क विशाल बजार होइन भाइ यो कालो चस्मा आँखेमा मेरो विशाल बजारको नलाउनु है नगर्नु है सुत्ता माया 2-4 हजारको ए माया कहिले ललितपुर भनेको यहीँबाट इन्फ्लुएन्स हुनु बनाएको चट्ट न्यु रोड चाहिँ जहिले यस्तै जाम हो गाइजहरू होइन त्यही पनि हाम्रो न्यु रोड राम्रो न्यु रोड जहिले बिजी हो यो त दसैँमा नि यस्तै हो तिहारमा नि यस्तै हो जेसुकै होस् यस्तै हो गाइजहरू स अब एकैचोटि हामी भ्लग एन्ड गर्ने बेला भेट्छौँ बाई बाई ल something like this हामी अब हाम्रो ग्यास सर्टेज भएर हल्का सपिङ गर्न आइरहेको छौँ एन्ड देन अब सर्भिसरले बाई बाई गर्छ प्लिज बाई गाइज सब्सक्राइब टु रञ्जना सोलङ्की तिम्रो साथीहरू जो जो छ सबैजनालाई बटुलेर सब्सक्राइब गर्न न जसको फोन भेट्छ सब्सक्राइब द्याट्स द प्रोसेस यु नो ल बाई बाई धेरै धेरै माया जतिखेर लाइभ एन्ड भन्छु कि लाइभ चाहिँ बस्दिनँ खास सो म चाहिँ मेरो भिडियो यहीँ एन्ड गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ माई भिडियो आजको दिन यस्तै गयो lots of love lots of wishes for all the people and may God bless you people and this is my viewers my people my everyone
And thank you. And do not forget to like and subscribe my channel, Jay Ganti.